लु साथी हो, किन पो काठफल महँगो भनेको त यस्तो अप्ठ्यारो ठाउँमा एउटा रुखमा चढेर टिप्नु पर्दो रहेछ। ठिकै रहेछ महँगो भनेको केन त यसरी भित्री त्यो पनि कहाँ भुइँमा भएको एउटा कुरो यस्तो भित्रभित्र यसरी भित्रभित्र एउटा टिप्नुपर्छ। जिउ अडाउने हो कि काफल टिप्ने हो, धेरै गाह्रो रहेछ हौ। धेरैमा यस्तो छ, धेरै गाह्रो छ। हेर्नुहोस् त, फेरि झर्दै जान्छ, भुइँतिर पनि गइहाल्छ। फेरि छ नि माथि, त्यहाँनिर टिप्नु यति गाह्रो हुँदैन। अब हेर्नुलाई सजिलो हो, बल्ल बुझ्यो नि किन महँगो छ भनेर। यसरी तान्नुपर्छ, तानेर अड्काउनु पनि पर्छ है। अब यो टिप्दै कति झरिरहन्छ। यता भित्र ठिकै रहेछ महँगो भने। अब खानेलाई अब त सस्तै मागिन्छ, बुझ्यो नि त। छोड्यो कि माथि गइरहन्छ। लाइट होइन भिडियो नै बनायो। अब तल त्यो हाल्नेमा पनि त्यत्तिकै हेर्नु त यताभित्र यसरी लुकिया छ। गाह्रो छ है साथीहरू। काठको भन्ने मात्रै हो, रुखमाथि चढेर टिप्नु पर्ने कहाँ सजिलो हुँदैछ। त्यो पनि जङ्गलमा ₹50 भयो। पातभित्र